वेलकम ब्याक टु माई च्यानल। तपाईहरु सबैजनालाई ह्यापी दसैँ तपाईहरु सबैजनालाई अनि विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना हजुरहरूलाई। खुट्टा ढोक्नु पर्यो नि त मेरो माउली भाइ भने टिका लाउनु जान्थ्यो अनि ल दसैँमा हामी सबैजना भेला भइसक्यौँ। अजाकोमा आएको कसलाई गयो भनेको अजा आयो है हामी। मेरो त हातै छिरेन अजा।
अच्छा यताबाट नि राम्रो यतैबाट राम्रो आएको छ उताबाट नि ल्याइन्छ कति राम्रो लाग्छ मलाई अलिक खानु त भयो नि त्यो ठिकै अब यतापट्टिको कानमा लाग्नु यता यता त्यतै हो त्यो जमारा आउने लाग्दैन राम्रो भयो सुस्मिता नि आउने मौका ल भिडियो बनाइदिएछ सुप्रिमको भिडियो बनाइदिएको भिडियो पो छ त अनि टिका नलाई ढोकिदिन्छ त मेरो भाइले लु कति राम्रो देखियो अर्को बनाना ल म मामालापट्टि आइसकेँ टिका लाउन घरमा टिका लगाएर अब मामालापट्टि टिका लाउन आएको होइन होइन यहाँ म गरिदिइरहेको छु तपाईँ नगरौँ न यहाँ मलिजको राम्रो आएछ खोइ आशीर्वाद चाहिँ दिनु है मलिज आएर दशरथ
होइन साँच्चीकै म अगाडि सुन्ने गरी भन्नु है। बेलुका जहिले भात खाने थोरै भए पनि डिउ अलिक कम गर्ने। खाएको भाँडाहरू सबै धुनु मजाले। लामो आइदियोस्, स्वास्थ्य राम्रो बनाओस्, दीर्घायु कामना राम्रो कमाउनु बढोस् ठुलोस् होइन। दुःख हुने सधैँभरि तिमीहरूलाई रक्षा गरून्। दुईजना दाजुभाइको राम्रो होस्, मेलमिलाप राम्रो होस्, हरेक कुरामा साथ सपोर्ट होस्। दुर्गा भगवान्ले सधैँभरि आशीर्वाद दिउन् ल। मेरी चेली तिमी चाहिँ मोडल राम्रो हुनु, पढ लेखाइ गरेर ठुलो मान्छे बन्नु, राम्रो मोडल बन्नु ल। कसैलाई के छ भगवान् दुर्गा भवानीले तिमीलाई त धन विवेक एकदम राष्ट्रिय खेलाडी ठुलो बनाओस् है। अन्त राष्ट्रिय खेलाडी बन्नु भने त जस्तै तेरा जस्तै मजाले गरेर यस्तै पहिलाको मम्मी भन्दै तिहारमा त उसँग म्याच हान्ने रहेछ। सेम हो चेलीलाई स्कुले जाउँछ अरे म यो लाउँदिनँ। ए गोठीलाई पनि चक्लेट दिनु कतिवटा दिनु अघि थ्याङ्क यू सो मच फर वाचिङ तपाईँहरू सबैजनालाई। अनि ह्याप्पी दसैँ।